कसैलाई चाहिँ उठी चाहिँ मोबाइल मात्रै हेर्न फुर्सद हुन्छ होइन। यही हो एक्सपो जाने नि त मैले पनि अब सामान यस्तै सब भत्ताभुङ्ग छ। अब सब त्यो जाने बेला भत्ताभुङ्ग छ आएर मिलाइन्छ कालो यहाँ चाहिँ ल बाइ बाइ हाल्नु गाडीमा बसेर कोटेश्वर आइपुग्यो हामी। अब जान्छौँ अहिले चाहिँ लोकनथलीमा छौँ अहिले हामी लोकनथलीमा। Strada, guarda. Kहाँ पुगिस्? बाटो बुझ्नु बाटो नेपालको बाटो हो यो। सोचे किधर पहुंचे मम्मी जान? मालूम है ना किधर पहुंचे अभी तक इंडिया गए आंखें नहीं खुल रही है। आंखें त्यसलाई पुली रातै भए पुली सुक्या भएर सब बिच बाटोमा रहेको छ। दिनभरि मतलब बिहानभरि पानी गरेर अहिले चाहिँ अलि राम्रो भएको छ है। राम्रो देखिरहेको त्यहाँ पानी नपरेर खुल्दै हुन्छ होला अलिक बिच बजे खाना त्यहाँदेखि चिया बारीमा रोकेका छौँ हामी। खाना खाइसक्यौँ। अब हामी लाग्छौँ बाटो घर पो त अहिले भन्दा नि सिन चाहिँ खतरा देखाएको छ क्या। बिहानभरि पानी परेर पुरै आकाश खुलेछ। अब खाना खाइसक्यौँ हामी लाग्छौँ बाटो। भात खानु रहेछ खाजा खाने टाइममा। यो मम्मी मालडाबाट ल्याएको कुन भात हो यो? के हो यो?
यो के को यो भात हो यो दाल दाल हाल्दिनु दाल छ दाल सिद्धि हो पानी पानी खाने पानी एउटा दिन अब राम्रो छ इटरी आइपुगेन हामी इटरी कान्छी चोक यहाँबाट जाने अब इटरी आइपुग्यो After 3 years. Buat samosa. 3 वर्ष पछाडि खाँदैछु फेरि म. धेरै मिस लाग्यो. काट्दै चाहिँ 12 घण्टामा आइन्छ. हेलो अहिले कति भएछ 6:40 भयो 6:40 भयो हामी यहाँ त्यही बसिरहेको छौँ त्यही काम थियो अब तास खेल्नु भनेको खै मान्छेहरू आउँदैनन् नो बोट नो प्ले हाम्रै अनलाइन पनि चल्छ तँलाई कसले खेलाउँछ तास बच्चा बुझ बच्चा करिम भएर यस्तो बसिरहेको छौँ हामी तास खेल्नु पर्ने एकछिन भनौँ खाना खाएर खेल्ने अब खाना खाएर तास लाग्छ सोध्दै सँगसँगै गोजी पनि बोकेर चलो चलो घर आमा ठोकिन्छ होला ल दोकान हाल्नु छोड्नु यो त्यस्तो रमाइलो छ केटाहरूको ओमेमा बोल्दैछन् को भेट्दैछ सुस्ती बोलिरहेको छ त्यो अरू केही पनि होइन